नमस्कार। आज हामी नेपालमा राज संस्था फर्काउने लगायतका माग राखेर जेठ 15 देखि हुन लागेको आन्दोलनबारे अलिक गहिरो कुराकानी गर्दैछौँ। हजुर। हाम्रो छलफल कान्तिपुरमा आएको एउटा रिपोर्टमा आधारित छ। त्यसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन अनि राप्रपा नेपालका कमल थापा जस्ता नेताहरूका कुरा छन्। हो, उहाँहरूको मिडिया अन्तर्क्रियाका कुराहरू समेटिएको छ त्यसमा। हाम्रो उद्देश्य के हो भने यी समूहहरूले खासमा के खोजेका हुन्, कस्तो खालको राजा, कस्तो राज संस्था, अनि आन्दोलन कसरी गर्छन्, के चिन्ता छन्, यिनै कुरा खोतल्ने हो। ठिक छ, सुरु गरौँ न त। लिङ्गदेनजीको एउटा भनाइबाट उहाँले भन्नुभएको छ, माघ 19को जस्तो कु गर्ने राजा ल्याउन खोजेका होइनौँ। यसको मतलब के होला? 2061 माघ 19को जस्तो चाहिँ होइन रे? हो, यो भनाइले धेरै कुरा भन्छ। उहाँहरूले के सङ्केत गर्न खोज्नु भएको छ भने पहिलेको जस्तो, मतलब कार्यकारी अधिकार नै भएको, जति बेला पनि शासन हातमा लिन सक्ने खालको राजा चाहिँ नखोजेको। सम्भवतः अलि फरक भूमिका भएको, संवैधानिक जस्तो वा आजको समय सुहाउँदो संस्था होला। उहाँले हिजो र आजका राम्रा कुरा समेट्ने पनि भन्नुभएको थियो नि। त्यसले पनि त्यही परिमार्जित स्वरूपलाई नै इङ्गित गर्छ। सायद ज्ञानेन्द्रको प्रत्यक्ष शासनको त्यो अनुभवबाट अलि पर देखिन खोजेको पनि हुन सक्छ। गणतन्त्रमा बानी परेको समाजलाई अलि स्वीकार्य बनाउने प्रयास पनि होला। हो, त्यो रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण छ। तर फेरि कमल थापाको कुरा सुन्दा अलिकति फरक सुनिन्छ नि। उहाँले त राज संस्था मतलब इन्स्टिट्युसन र राजा पर्सन फरक हुन् भन्नुभयो। त्यो पनि आयो। अनि शाहवंशकै तर नयाँ व्यक्ति जस्तो ज्ञानेन्द्रको नाति हृदयेन्द्र पनि हुन सक्ने सम्भावना देखाउनुभयो। यो संस्था र व्यक्ति छुट्याउनुको के अर्थ होला? हो, थापाजीले चाहिँ संस्था रहिरोस्, व्यक्ति फेरिन सक्छ भन्ने खालको लचकता देखाउनु भएको छ। यो विभाजन किन महत्त्वपूर्ण छ भने यसले सम्झौताको लागि अलि ठाउँ बनाउँछ क्यारे। मिलन बिन्दु खोज्ने कुरा। उहाँको जोड त्यतै देखिन्छ। संविधान संशोधन गरेर राज संस्था मान्ने र गणतन्त्र मान्ने बीच कतै मिल्न सकिन्छ कि भन्ने। उहाँले त विगतमा सडकबाटै संविधान फरेको उदाहरण पनि दिनुभयो नि। हो, 2 पटक भइसक्यो भन्दै अहिले पनि जनदबाव नै चाहियो भन्ने उहाँको तर्क छ। संस्था र व्यक्ति छुट्याउँदा कुराकानी गर्न अलि सजिलो हुन्छ कि भन्ने होला। ल, कस्तो राजतन्त्र खोजेको भन्ने त अलिअलि बुझ्यो, तर यो पाउने कसरी त? आन्दोलनको योजना के छ? लिङ्गदेनजीले त चुनावबाट हुँदैन, समस्या नेतामा होइन प्रणालीमै छ भन्नुभएको छ। रणनीति त मूलतः शान्तिपूर्ण जनदबाव नै हो। उहाँहरूले भद्र अवज्ञा अनि सत्याग्रह जस्ता शब्द प्रयोग गर्नुभएको छ। भद्र अवज्ञा मतलब कानून नमान्ने तर शान्तिपूर्वक? हो, त्यस्तै। अनि सत्याग्रह भनेको त अहिंसात्मक तर आफ्नो अडानमा डटिरहने। यसका लागि 2000 स्वयंसेवक खटाउने रे, तर मञ्च चाहिँ नबनाउने भन्ने कुरा आएको छ। मञ्च नबनाउने त्यो किन होला? खै, अलि विटिङ्गित स्वतस्फूर्त जस्तो देखाउन खोजेको हो कि मुख्य लक्ष्य त जनमत बनाएर संविधान संशोधन गराउने नै हो। राज संस्था, हिन्दू राज्य, सङ्घीयता खारेजी। तर आन्दोलन शान्तिपूर्ण हुन्छ भन्दै गर्दा उहाँहरू डराएको जस्तो पनि देखिन्छ नि, कतै झडप हुने हो कि भनेर। त्यो चिन्ता छ। खास गरी प्रधानमन्त्री र एमालेबाटै आन्दोलन बिथोल्ने, भड्काउने काम हुन सक्छ कि भन्ने शङ्का देखिन्छ। रत्नपार्कमा कार्यक्रम जुझ्नुलाई पनि शङ्काले हेरेका छन् उनीहरूले। हो, त्यो नियोजित हो कि भन्ने परेको छ उहाँहरूलाई। त्यसैले लिङ्गदेन, थापा अनि सुवेदी विष्ट जस्ता अरू नेताहरूले पनि मानवाधिकारवादी र मिडियालाई एकदम चनाको हुन आग्रह गर्नुभएको छ। साक्षी बस्न, निगरानी गर्न, शान्तिपूर्ण नै होस्, कतैबाट उक्साहट नहोस् भनेर उहाँहरूले के पनि भन्नुहुन्छ भने गणतन्त्रको विरोध गर्न, राज संस्था माग्न त संविधानले नै दिएको अधिकार हो। एउटा तर्क त्यो पनि छ। हो, यो एक किसिमले हामी शान्तिपूर्ण छौं, हामीलाई केही नहोस् भनेर पहिले नै सुरक्षित हुन खोजेको जस्तो पनि देखिन्छ। अनि कमल थापाले यो समय चाहिँ 2062-63 पछि सबैभन्दा उपयुक्त हो भन्नुभयो रे नि। किन यस्तो लाग्यो होला उहाँलाई? उहाँको विश्लेषणमा अहिलेको राजनीतिक अस्थिरता, यो प्रणालीप्रति मान्छेमा बढेको दिगदारी अनि हिन्दू राष्ट्र जस्ता भावनात्मक मुद्दाले गर्दा राजसंस्था र सङ्घीयता खारेजीको लागि माहौल बनेको छ भन्ने होला। पहिले त राजावादीहरू पनि फुटेका थिए नि।
हो, तर अहिले उहाँले के भन्नुभयो भने सबैको वैचारिक भार नै सिद्ध्याउने प्रयास भएपछि चाहिँ एक ठाउँमा आउनै पर्यो। ए, त्यो एकताले गर्दा बल पुगेको महसुस भएको? पहिले भन्दा अलि सङ्गठित, अलि बलियो भएको महसुस गर्नुभएको देखिन्छ। ल, आजको यो छलफललाई यहीँ रोकौँ है ल। हामीले के बुझ्यौँ भने पूर्व राजावादी समूहहरू संविधानकै बाटोबाट शान्तिपूर्ण आन्दोलन गरेर प्रणालीमै परिवर्तन खोज्दैछन्। हजुर, खास गरी राज संस्था पुनर्स्थापना, हिन्दू राज्य र सङ्घीयता खारेजी। अनि उनीहरूले खोजेको राजसंस्था चाहिँ पहिलेको जस्तो होइन, अलि परिमार्जित खालको रहेछ। तर सँगसँगै आन्दोलन साँच्चै शान्तिपूर्ण रहला कि नरहला भन्ने चिन्ता पनि गहिरो देखियो। हो, अब श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। यी समूहहरूले बारम्बार संविधान संशोधन नै बाटो हो भनिरहेका छन्। मानिलिउँ उनीहरूको आन्दोलनले साँच्चै जनसमर्थन पायो भने गणतन्त्रवादी र राजसंस्थावादी शक्तिहरूबीच कस्तो खालको संवैधानिक सम्झौता हुन सक्ला त? एउटा मिलन बिन्दु कस्तो होला जसले दुवै पक्षका केही कुरा समेट्न सकोस्? यो पक्कै पनि भविष्यको नेपाली राजनीतिको लागि एउटा महत्त्वपूर्ण र सोच्नुपर्ने प्रश्न